एकछिन यार मलाई त सबैले मन गए सुत्छु कहाँ छौ सुस्मिता घरमै छु के गरेर छौ केही नै के गर्नु र जिन्दगी कता बिजी छौ आजभोलि कहीँ बिजी होइन म त बेरोजगारी छु त्यहाँ घरमा घुम्न पर्यो त अनि ओइ बाबा किन म के चाहिँ त्यो चोटो गए त्यसै नैसो अब के अरे रुममा बस्ने हो भने अब बोर भयो भने यता आदित्यसँग बाइक साइक छ पेट्रोल सेट्रोल म पेट्रोल हालिहाल्छु सुस्मिता बहिनीलाई घुम्न लग्न आदित्य ओए होइन सुस्मिता बहिनी भावेर पेट्रोल हालेर लाग्यो नत्र यसलाई त मैले ढल्या सिङ्गो पनि केही एउटा भातको सिधै पनि दिन्न यो त थाहा कि हामीलाई थाहा छ तैँले भन्नै पर्दैन अनि रुममा चाहिँ बस्न हुन्न क्या अलिक एन्जाइटी हुन्छ जङ्गलतिर बस्नुपर्छ रुमतिर चाहिँ बस्नु हुँदैन ट्याक्क डाँडा काँडा यसो उताको रुमतिर त बस्ने रुममै नै बस्ने ठाउँ होला दिपालाई भइदिएको सिरियलमा खेल्न पर्यो भन्न पर्यो के अरे ए हो र हुन्छ घरको छोटो छोरा हेलो गाइस सबैलाई लागेको छ बिगार ऊ कहाँ गयो क्या दिनेश कहाँ गयो कहाँ हरायो त्यो मान्छे कोमामा ढाडीदेखि हेलो है दिपा हेलो 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 लट्सअप ल भाइ दिपा दि हजुर चाहिँ किन भइदिएको सिरियलमा नआउनु भएको भयो यार चोटो यार हुक्का छ म त सिपी कहिले खाए पाउने च्याउ दिपा दि आउनुहुन्न कि अब भैरवीमा आउनुहुन्न हजुर भैरवी सिरियलबाट किन निस्किनु भएको अरे बिपिन हेलो एकछिन नोर्ग गएन जलिन आइन्छ बरु भैरव सेलमा किन त्यस्तो एटिट्युड धेरै भयो दिपा सर दिपा साई भनेको जिरो एटिट्युडको मान्छे हो सुस्मिता पनि मसँग एटिट्युड छ जिरो एटिट्युड भएको मान्छे हो म जिरो एटिट्युड एटिट्युड देखाएर केही हुँदैन खाने भात यो सुत्ने खाटै हो जाने घाटो त्यही भएर एटिट्युडको कुरा मलाई नभन्नुहोस् म एटिट्युड मसँग छैन एटिट्युडको छ कि तर जहाँ पाएँ बोटल हेरिकन आएको न त्यसबाट पानी यो हेलो हेलो हाई हेलो 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 अब पनि एपिसोडमा गुराँस नानी आउनु भएको रहेछ नि है सुस्मिताजी अरे उहाँहरूले त्यस्तै मान्छे डिजर्भ गर्नुहुन्छ नि त्यही भएर त्यस्तै मान्छे आउनुहुन्छ धन्यवाद किन त्यस्तो भनिदिन्छ क्या भित्र यार राजकुमार हेलो नानु के छ खबर दिपा दिदी जिन्दाबाद रे अब माइती घरमा गएर बसायो सन्जिता म कुनै म फेस बिग्रेर हान्छु काँचो चामल कसलाई मनपर्छ बोकालाई मनपर्छ चालो किन आउनु भएको अरे म अब यत्तिकै नआएको ट्याप ट्याप गाइस लेट्स गो काँचो चामल र त्यो ओखरको घाँचो योली काँचो चामल पनि हेलो उनीहरूको होइन गाउँको लोकल चामल ए राम ल दि हजुर ए के बा हेप्या मलाई त